हेलो गाइस, फाइनल्ली आज चाहिँ 2083 साल 1 महिना 1 गते कोही दिन हजुरहरूलाई सबैजनालाई ह्याप्पी न्यू इयर मेरो तर्फबाट है। अनि ट्याक्क लाएर अहिले म पनि घुम्न जान लाग्यो। मेरो दिदी चाहिँ घुम्न गइसक्यो अनि म पनि घुम्न जान लाग्यो। गुन्डा जस्तो देखिरा नानु जामा रानु बरु एकैछिनमा निस्केर भ्याइदियो है आज है। ल तिमीलाई म जाने तिनीहरू आउँदै गर्छन् है। आउन नजिक ओ मन्सालाई पनि खतरा बवाल देखिया कि मेकअप सेकअप गरेर पुरै हामी चाहिँ सिङ्गल ट्री भन्ने ठाउँमा जान्छौँ भनेर गाइजहरू। अनि ट्याक्क आएर गाइजहरू हामी चाहिँ ट्याक्क लगाएर स्वयम्भूसम्म चाहिँ गाडीमा आयौँ होइन। अनि अहिले चाहिँ हामी यो स्वयम्भूबाट यता साइडको बाटो चाहिँ घुरेर जाँदैछौँ। हामी चाहिँ फाइनली उनीहरू अगाडि गइसक्यो। हामी तिन दिदी र म चाहिँ ट्याक्क पछाडि हिँडिरहेको छौँ। गाइजहरू हामीलाई चाहिँ हिँड्दा उकालो हिँड्दा थकाइ लागिसक्यो होइन। अनि उहाँ यतै थकाइ लागिसक्यो सबैजनालाई। हामी चाहिँ हिँडेर आएको कि उकालो चाहिँ होइन। यस्तो है गाडीहरू पनि लास्ट हिँडेको छ क्या आज त नयाँ वर्षको दिन नि त। अनि सबै गाडीहरू लास्टै हिँडिरहेको छ कि। अनि हामी चाहिँ यसो शीतलमा एकछिन अब आउनु लागिसक्यो। अब धेरै छैन होइन। अनि छोरी अब धेरै छैन, अब छोरी छ अब स्टप पुगिन्छ। अनि यहाँ छोरी रेस्ट गरेर अनि हामी चाहिँ जान्छौँ। अनि आज चाहिँ लास्ट चाहिँ धेरै गाडीहरू गुडिरहेको छ क्या। हामीलाई चाहिँ हिँड्दा होइन थकाइ लागिसक्यो। यस्तो उकालो छ क्या बाटो पनि हिँड्दा यस्तो उकालो छ कि कतिको रमाइलो भइरहेछ। रमाइलो हुन्छ नि जे होस् थकाइ लागे पनि। अब त्यहाँ गएछ च्याटका भ्यू हेरेपछि होइन के धेरै आइरहेछ कि मान्छेहरू नि होइन। यस्तो धेरै आइरहेछ। अब चाहिँ हामी ठ्याक्कै पुग्न लागिसक्यौँ। यस्तो भिड छ कि गाइजहरू यहाँ चाहिँ। हामी चाहिँ बल्ल आइपुगेको है। भिड छ है। यहाँको यो चाहिँ यस्तो छ कि बाबा आज चाहिँ लास्टै भिड छ कि गाइजहरू। कस्तो भइरहेको हामी तिन दिदी यहाँ आउँदा तपाईँलाई कतिको रमाइलो भइरहेछ तपाईँलाई भन्नु न। एकदम रमाइलो भइरहेको कतिको रमाइलो भयो आज यहाँ आएर तिमीलाई भन त। राम्रो देखिया है, राम्रो देखिया तिमीलाई त काइदा देखिया। हामी तिन दिदी चाहिँ यहाँ हिँड्नु भइरहेछ। थकाइ लाएर बस्नुभएको छ यहाँ काठमाडौँको भ्यू हेर्दै रमाइलो भइरहेछ। मान्छेहरू टन्नै आयो कि यस्तै धेरै आयो कि मान्छेहरू चाहिँ निन्द्रा राख तिमीलाई यहाँ निन्द्रा लाग्यो। थकाइ लाएर नि बिचरा थकाइ लायो बिचरा भयो बन्द। मिटिङहरू चाहिँ अहिले ट्याक्क लगाएर भिडियो बनाउँदै हुनुहुन्छ। कन्टेन्ट पुरै हाँसिँदा पुरै भिडियो बनाउने होइन त्यो देखिरहेको छ कि लास्ट धेरै भिड छ कि आज चाहिँ। यहाँको सिङ्गल ट्री भनेको चाहिँ यही हो है गाइस। सिङ्गल ट्री भन्छ यसलाई चाहिँ। एउटा मात्रै छ ट्री चाहिँ सिङ्गल ट्री भन्छ कि यसलाई चाहिँ। काठमाडौँको भ्यू चाहिँ यही हो है गाइस। यहाँबाट चाहिँ यस्तो दामी देखिन्छ कि रत्न पार्क होइन। अनि त्यो स्वयम्भू भयो, स्वयम्भूको डाँडो भयो। त्यो चाहिँ यहाँबाट स्वयम्भूको डाँडो चाहिँ यस्तो देखिन्छ कि जुम गरेर यस्तो देखिन्छ कि स्वयम्भूको डाँडो भयो होइन। अनि यो पुरै काठमाडौँको एरिया भयो यो चाहिँ। त्यो धेरै घरहरू देखिन्छ कि पुरै मान्छेहरू चाहिँ चढ्नै छ क्या यहाँ। यस्तै धेरै छ कि मान्छेहरू टिकट गरिदिइहाल्नु नि यहाँ। हेर्नु है
है गाइजहरू यहाँ यस्तो मजाले तानिरहेको छ कि हो माथिसँग तान्छ होइन यहाँबाट झट्ट छोडिन्छ कि सिरिङ यस्तै छोड्छ कि हो माथिसँग तानेर होइन यत्रो छोड्दो रहेछ होइन यस्तो हावा आइरहेको छ कि यस्तो रमाइलो भइरहेको छ कि यहाँ त पछाडि चाहिँ मिटिङले नानीको फोटो खिच्यो गीत खतरा गीत बजाइरहेको छ कि यहाँ चाहिँ यस्तो रमाइलो भइरहेको छ यो चाहिँ टिकट काउन्टर है यो चाहिँ टिकट काट्ने हो कि यो चाहिँ टिकट काट्न अनि यो टिकट लिएर चाहिँ हामी ठ्याक्कै कहाँ जान्छौँ भने त्यो उसमा जान्छौँ कि त्यो पिङ यहाँ साइडमा होइन यस्तो हो कि यो चाहिँ भिडहरू आज नयाँ वर्षको दिनमा भिडहरू छ गाइस यहाँबाट बप्पा काठमाडौँ भ्यू पनि देखिन्छ होइन काठमाडौँको भ्यूको मनोरञ्जन लिँदै यहाँ बस्नुको मजा चाहिँ बेग्लै छ कि गाइस अनि उहाँहरू ट्याक्क लगाएर खतरासँग रमाइलो गरेर जान्छ इन्जोय लिइरहनु भएको छ होइन मनोरञ्जन आज न्यु इयरको दिनमा होइन यो ठाउँलाई चाहिँ सिङ्गल ट्री भनेर चिनेको रहेछ है अरू के भनेर चिनिन्छ त मलाई थाहा छैन तर सिङ्गल ट्री भनेर चाहिँ चिनिन्छ है यो ठाउँलाई चाहिँ लगे गाइजहरू सिङ्गल ट्री भनेर चाहिँ यसलाई भन्छ कि चाहिँ धेरै छन् क्या आज मान्छे यहाँ होइन मान्छे भिड हेर्न गाइस भिड हेर्न भिड ट्याक्क लगाएर हामी चाहिँ अहिले खाजा खाना आइपुगेको है भाइ अर्को पनि दिन्न फेन्ट है गाइजहरू अहिले चाहिँ ट्याक्क लगाएर फेन्ट खानु लगाइरहेको लौ नानी चाहिँ राम्रो देख्या ल खाइदियो हामी चाहिँ उता माथि घुमेर आइसक्यौँ अनि घुमेर आएर चाहिँ अहिले ट्याक्क हामी खाजा खाएर चाहिँ अहिले जान्छौँ होइन गाइजहरू ट्याक्क अहिले हामी चाहिँ बक मोमो अनि उहाँ तिनजनालाई चिकन मोमो मलाई चाहिँ बक मोमो है बक मोमो हुन्छ कि मेरो फेभरेट हो कि बक मोमो चाहिँ हामी चाहिँ मोमो खाएर पनि लगाएर चाहिँ अहिले चक्कर खाँदै फेरि है पिरो रहेछ पाक्दै पिरो भयो चक्कर चाहिँ है हामी कति भयो लाउनु पैसा पनि तिरिसक्यो है खाजाको हाम्रो चाहिँ पैसा नि आइसक्यो बजारमा ट्याक्क लगाएर होइन कति ठुलो यो कुकुर आम्मा क्या ठुलो केही कुकुर होइन मुख पनि कति ठुलो यस्तो सुतिराख मस्त क्या ठुलो है यो चाहिँ पऱ्यो स्वयम्भू होइन अनि यो स्वयम्भूबाट चाहिँ ट्याक्क यो लाइन हुँदै यो रोड गयो भने चाहिँ ठ्याक्कै उता सिङ्गल ट्री जाने बाटो हो कि हेलो हामी चाहिँ ठ्याक्कै लगाएर है घुमेर नि रुम आइसक्यौँ है अब चाहिँ अर्को भिडियोमा भेटौँला है त गाइज है बाई बाई गाइज